हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी मस्याम रोपौँ है त। हजुरहरू धेरैजनाले धान रोपिसक्नुभयो होला, तर हाम्रोमा चाहिँ अहिले भर्खर धान रोप्ने बेला हुँदैछ। हाम्रो खेत चाहिँ यस्तो राम्रो देखिएको छ। मैले चाहिँ खेतको भिडियो बनाएँ अनि मैले यो वर्षको पहिलोचोटि हिलो टेकेको अनि मम्मी र म भएर चाहिँ यहाँ मस्याम रोप्न थाल्यौँ। हजुरहरू कसलाई धान रोप्न एकदम मजा लाग्छ? मलाई चाहिँ धान रोप्ने भनेपछि मजा लाग्छ क्या, छुट्टै मजा लाग्छ, खुसी लाग्छ। अनि मैले चाहिँ धेरै पहिला रोपेको थिएँ क्या, बिचमा रोप्नै पाइनँ, के भयो त्यस्तै भएर। अनि त्यस पछाडि यसपालि चाहिँ कस्तो एक्साइटेड थिएँ धान रोप्नको लागि। अनि यहाँ चाहिँ माथि अग्लो काँला भएकोले गर्दाखेरि अप्ठ्यारो हुँदो रहेछ नि रोप्नलाई भन्दै मम्मीलाई भन्दैछु। अनि काम गर्न अप्ठ्यारो त हुन्छ त भन्दै हुनुहुन्छ मम्मीले चाहिँ पछाडिबाट। अनि पानी पनि अलिअलि मात्रै सिमसिम गर्दै थियो। अनि म चाहिँ प्लास्टिक ओढेर भए पनि मस्याम रोप्दैछु। प्लास्टिक ओढेर काम गर्न चाहिँ कति गाह्रो हुन्छ होइन, तर पनि अब बर्खामा धान रोप्नको लागि त पानी त चाहिन्छ। पानी आयो भनेर काम गर्न छोड्ने भन्ने त हुँदैन नि त। यस्तै गरेर हामीले मस्याम रोप्यौँ। अनि हाम्रो खोल्सामा चाहिँ पानी सुकेको छ क्या। आजलाई यति नै, बाई।